हेलो नमस्कार यहाँहरू सम्पूर्णमा। अहिले चाहिँ हाम्रो अब केशव सरले चाहिँ अब हाम्रो यो ट्रेनिङ सेन्टरबाट चाहिँ जिरोबाट उहाँले अभ्यास गरेर चाहिँ आज लाइसेन्स लिन सफल हुनुभएको छ र सरको अनुभव चाहिँ के रहन गयो र हाम्रो ट्रेनिङ सेन्टरबाट चाहिँ उहाँले के सिक्नुभयो हैन, कतिको उहाँ चाहिँ अब खुसी हुनुहुन्छ भन्ने कुरा चाहिँ अब उहाँबाटै हामी सुन्न सक्छौँ कि भनेर ल। खुसी त अब एकदमै धेरै खुसी हुन्छ लाइसेन्स पास गरेको कुरामा। अब हाम्रो नेसनल ड्राइभिङ सेन्टरबाट चाहिँ जिरोबाट ड्राइभिङ सिकेर अनि एकैचोटिमा लाइसेन्स पास गर्न सकियो भने मैले चाहिँ सकेँ होइन, सकुतियो भनौँ न सीधा कुरा। अनि अब सिकाइ तपाईँको धेरै राम्रो भयो है। जिरोबाट कसरी बेसदेखि सिक्ने, ट्रायलको त्यो कसरी बसाउने भन्ने कुराको सम्पूर्ण ज्ञान दिँदाखेरि धेरै सहज हुँदो रहेछ। अरू कसैलाई पनि सिक्ने इच्छा हुँदाखेरि जिरो लेभलदेखि नै उहाँले मजाले सिकाउनुहुन्छ। कसैलाई इच्छा हुँदाखेरि चाहिँ आउनुहोस्, सबै पनि यसरी म जस्तै पास गरौँ भन्न चाहन्छु म। ल जे होस्, तपाईँ खुसी हुनुहुन्छ होइन त हामीसँग लाइसेन्स पास गर्दाखेरि लाइसेन्स पास गर्नुभयो है। ल ठिक छ सरलाई धन्यवाद। ल तपाईँको साथीभाइ कोही कसै हुनुहुन्छ भने अब ल हजुरले पनि भनिदिनु पऱ्यो है। अब हाम्रो ट्रेनिङ सेन्टर चाहिँ अब हजुर धेरै सहयोग गर्नुभयो। हजुर जिरोदेखि यो लेभलसम्म आउनु साथ दिनुभयो, तपाईँलाई पनि धन्यवाद। सो इच्छा अरू कसैलाई पनि इच्छा छ भने आउनु होला ती दिनमा। हजुर हस् सरलाई धन्यवाद। ल तपाईँको जुन अनुभवहरू सेयर गरिदिनु भयो होइन। अब यो भिडियो हेरेर पनि साथीहरू आउन सक्नुहुन्छ, यो इच्छुक साथीहरू भन्दै यो भिडियोदेखि चाहिँ हामी बिदा हुन चाहन्छौँ। धन्यवाद सरलाई। धन्यवाद हजुर, धन्यवाद।